डेढ हातको छ, डेढ हात लामो, एक हात एक बित्ताको लामो लौका कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नसक्नु होला। अन्तिम समय हेरेर साथ दिनु होला। ओके साथीहरू, थ्याङ्क यू। लौका र माछिया आलीबाट मेरो साथमा हुनुहुन्छ, तपाईँको नाम भीम गौतम। हामी दुई गाईले आएर ठुलो लौका लिएर हामीले देखाउँदैछौँ। वाउ साथीहरू कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला, सेयर सब्सक्राइब लाइक गर्नु होला। यत्रै लौका खानको लागि कतारमा पनि लानु होला है त। हाम्रो बारीमा फलेको छ। फेरि पनि हामीले यस्तै यस्तै नयाँ भिडियोहरू ल्याएर देखाउँदैछौँ। यो कस्तो हुन्छ भनेर हामीले काटेर पनि देखाएका छौँ होइन। काटेर देखाउँदाखेरि आधा यस्तो छ। यो हो बङ्गलादेशी लौका। ल के भन्नुहोस् न, जाओस् केही कुरा भन्नुहोस्। यो बङ्गलादेशको यो लगाएर हाम्रो कपारमा यति राम्रो हुँदो रहेछ भने हामीले चेक गरेर कि छिप्के छ कि भनेको छिप्के गरेर हुन्छ। धेरै राम्रो छ। गुड। ल ओके साथी।